सेतोगुराँस राष्ट्रिय बाल विकास सेवा जहिले पनि प्रारम्भिक उमेरको बालबालिका गर्भावस्थादेखि 8 वर्षसम्मको बालबालिकाहरूको सर्वाङ्गीन विकास गर्नका लागि कटिबद्ध रहने संस्था हो। र यो परियोजना सञ्चालन गर्नुभन्दा पहिला गोकुलगङ्गा गाउँपालिकामा हामीले चाइल्डहुड नेटवर्क फाउन्डेसन र सेतोगुराँस राष्ट्रिय बाल विकास सेवाका टिम सबै गएर गोकुलगङ्गा गाउँपालिकामा प्रारम्भिक बाल विकास भनेको के हो, जहाँ चाहिँ पहिला हामीले 4 वटा विद्यालयमा मात्रै यो कार्यक्रम लन्च गरेका थियौँ। त्यो पनि गर्भावस्थादेखि 8 वर्षसम्मको बच्चाहरूलाई नभइकन बाल विकास केन्द्र, जुन चाहिँ बाल विकास अथवा शिक्षा भनिन्छ, जुन त्यो बाल विकास केन्द्रमा मात्रै सञ्चालन गरेका थियौँ। त्यसको इम्प्याक्ट चाहिँ एकदमै राम्रो पर्यो, जसले गर्दा गोकुलगङ्गा गाउँपालिका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण विद्यालयका टिमहरू र त्यहाँका समुदायहरूले चाहिँ सेतोगुराँस र चाइल्डहुड नेटवर्कले आएर हाम्रो सम्पूर्ण विद्यालयमा रहेका र समुदायमा रहेका बालबालिकाहरूको सर्वाङ्गीन विकास गर्नुलाई हामीलाई सहयोग गर्नुहोस् भन्ने कुराको डिमान्ड आएको कारणले चाहिँ हामीले त्यो गाउँपालिकामा रहेका सम्पूर्ण समुदायलाई नै समेटेर चाहिँ कार्यक्रमहरू लन्च गरेका थियौँ। यो परियोजनाको मुख्य उद्देश्य भनेकै प्रारम्भिक उमेरको बालबालिकाको सर्वाङ्गीन विकास गराउनु भन्ने रहेको थियो र त्यो अनुसार चाहिँ हामी उद्देश्यमा मिट भएको छौँ जस्तो मलाई लाग्छ। किनभने प्रारम्भिक उमेरको बालबालिकाको सर्वाङ्गीन विकास गराउनको लागि म एक्लैले पनि हुँदैन, अभिभावक एक्लैले पनि सक्दैन, कसैले पनि एक्लैले सक्दैन। यो चाहिँ समग्र समुदाय नै लाग्नुपर्ने भएकोले अभिभावकलाई पनि हामीले सचेतना गऱ्यौँ। बालबालिकाहरू घरमा भए पनि त्यो बालबालिकाले सर्वाङ्गीन विकासको अवसर पाउन् र विद्यालयमा भए पनि ती बालबालिकाहरूले सर्वाङ्गीन विकासको अवसर पाउन्। त्यस्तै गरेर बालबालिका यदि चौरमा छन्, खेल्ने ठाउँ समुदायमा छन् भने समुदायमा पनि उनीहरूले त्यो अवसर पाउन् भनेर बालमैत्री खेल मैदानहरू, बालमैत्री पार्कहरूको पनि व्यवस्था गरेको थियो। यो पनि सहकार्यमा नै गरेको हो। सेतोगुराँस चाइल्डहुड नेटवर्क फाउन्डेसन र BMZ र गोकुलगङ्गा गाउँपालिकाको यो तीनैवटा त्रिपक्षीय सहकार्यमा चाहिँ यो कार्यक्रम लागू भएको थियो। पहिला बालबालिकालाई हेर्ने दृष्टिकोण र अहिले 3 वर्षको कार्यक्रम लागू भइसकेपछि बालबालिकालाई हेर्ने दृष्टिकोणमा पनि समुदायमा परिवर्तन आएको मैले चाहिँ पाएको छु, हाम्रो यो प्रोग्रामले चाहिँ पाएको छ। किनभने पहिला बालबालिकाहरूलाई लेखाउने पढाउने कुरामा मात्रै धेरै जोड दिइन्थ्यो र विद्यालयमा पनि घरमा पनि अभिभावकको पनि चाहना त्यही हुन्थ्यो कि मेरो बालबालिकाले लेखुन् पढुन्, विद्यालय जाने बित्तिकै लेखपढ गरून् भन्ने थियो भने अब चाहिँ होइन। खेलौनाबाट पनि बालबालिकाले सिक्छन्। बालबालिकाको चौतर्फी विकास, सर्वाङ्गीन विकास हुनुपर्छ। उनीहरूको बौद्धिक विकास मात्र होइन, उनीहरूको सामाजिकीकरण पनि बालबालिका हुनुपर्छ। बालबालिका चाहिँ एकदम समाजमा घुलमिल पनि हुन सक्नुपर्छ। उनीहरूको संवेग पनि नियन्त्रण गर्न, संवेगलाई प्रकट गर्ने क्षमता पनि बालबालिकामा हुनुपर्छ भन्ने कुराको जानकारी चाहिँ सम्पूर्ण समुदाय लगायत पालिकामा पनि यो कुरा आएको छ। र पालिकाले पनि हामीले बाटो बनाउन, कुलो बनाउन र यो रोडहरू बनाउन, घरहरू बनाउन, मन्दिर बनाउन भन्दा पनि यो बालबालिकाको क्षेत्रमा चाहिँ लगानी गर्नुपर्छ भन्ने कुरा पालिकामा पनि यो सोच चाहिँ आएको हामीले पाएका थियौँ। र उहाँहरूले छुट्याउने बेलामा पनि प्रारम्भिक उमेरको बालबालिकाको लागि भनेर बजेटहरू पनि छुट्याउने गर्नुभएको पनि हामीले पायौँ। अभिभावक सचेतीकरण गर्ने क्रममा चाहिँ हामीले अभिभावकहरूलाई अभिभावक शिक्षा मार्फत सचेतीकरण गऱ्यौँ, अभिभावक शिक्षा नै प्रदान गऱ्यौँ कसरी चाहिँ बालबालिका हुर्काउने भन्नेमा। र एउटा चाहिँ अभिभावक मेला, बालमेला, अभिभावक मेला पनि गऱ्यौँ, जसमा चाहिँ हामीले अभिभावकहरूले बालबालिकालाई कसरी हुर्काउने भन्ने कुरा नाटक मार्फत त्यहाँ चाहिँ प्रस्तुत गरिएको थियो। नाटकद्वारा चाहिँ अभिभावकहरूलाई जमघट गराइएको थियो र त्यहाँ त्यो समुदायका लगभग 4000 अभिभावक तथा सरोकारवालाहरू, बालबालिकाहरू चाहिँ त्यो मेलामा उपस्थित पनि हुनुभएको थियो। र प्रारम्भिक उमेरको बालबालिकालाई आवश्यक पर्ने के चाहिँ आवश्यक पर्छ भन्ने कुराहरू चाहिँ त्यो मेलामा चाहिँ प्रस्तुत गरिएको थियो, राखिएको थियो। उहाँहरू आउनुभयो। जस्तै कथा
बाट चाहिँ बालबालिकामा के प्रभाव पर्छ त? एउटा अभिभावकले, सचेत अभिभावकले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ कथा पनि भनेर, यसरी कथा भनेर पनि बालबालिकाको चाहिँ सामाजिक विकास, संवेगात्मक विकास, बौद्धिक विकास र शारीरिक विकास गर्न सकिन्छ भन्ने कुरा चाहिँ त्यो मेलामा चाहिँ मेलाको केन्द्रबिन्दु थियो। एकदम रमाइलो मेला भएर हामीले चाहिँ अभिभावक सचेतीकरण र समुदाय सचेतीकरण चाहिँ गरेका थियौँ। जुन परियोजना हामी लिएर त्यो गाउँपालिकामा गएका थियौँ, हाम्रो टिमले, चाइल्ड नेटवर्कसँगको टिमले, र त्यो गाउँपालिकाले पनि हामीलाई स्वागत गर्ने क्रममा यो परियोजना सम्पूर्ण 3 वर्षको दौरानमा एकदमै मैले सम्झिनुपर्ने चाहिँ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वार्डाध्यक्ष लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, प्रज्यूहरू, जो हेडमास्टरज्यूहरू हुनुहुन्छ, उहाँहरू, हाम्रो बाल विकास शिक्षकज्यू र त्यहाँका अभिभावकज्यूहरू र समुदाय, त्यहाँका समुदायहरू जो चाहिँ एकदमै यो कार्यक्रमको चाहिँ यो परियोजनाको केन्द्रबिन्दु रहनुभएको थियो, उहाँहरूलाई म एकदमै सम्झन चाहन्छु। उहाँहरूले गरेको स्वागत, उहाँहरूले हामीले जुन बाटोबाट, यो बाटोबाट हिँड्यो भने यो बालबालिका चाहिँ राम्रो हुन्छन् है भन्ने कुराको हामीले एउटा भिजन दिएका थियौँ। त्यो अनुसार उहाँहरू हिँडेको देख्दाखेरि चाहिँ मलाई उहाँहरूलाई एकदमै सम्झिन मन लाग्छ। त्यहाँका बालबालिकाहरू र समग्र गोकुलगङ्गा गाउँपालिकाको सरोकारवाला निकायहरूदेखि लिएर समुदायका पदाधिकारीज्यूदेखिहरू लिएर सम्पूर्णलाई सम्झिन चाहन्छु। र यो अवसर प्रदान गर्नुहुने चाइल्ड नेटवर्क फाउन्डेसन र यो BMZ, यो दुईटालाई पनि म एकदमै सम्झिन चाहन्छु यो कार्यक्रमलाई सेफ ल्यान्डिङ गराउनको लागि। र यो कार्यक्रम सञ्चालन गर्ने क्रममा जुन हाम्रो सेतुगुराँस राष्ट्रिय बाल विकास सेवाको तर्फबाट खट्नुहुने कर्मचारीहरूलाई पनि म चाहिँ एकदमै सम्झिन चाहन्छु, किनभने एक्लैले केही पनि सम्भव छैन। यो चाहिँ टिम हो। टिमले नै, सम्पूर्ण टिमले नै यो कार्यक्रमलाई बालबालिकाको कार्यक्रम भन्दा पनि बालबालिकाको समग्र उत्थान गर्नको लागि चाहिँ जुन सहयोग गर्नुभयो उहाँहरूले, त्यसको लागि चाहिँ म हृदयदेखि नै आभार पनि व्यक्त गर्न चाहन्छु यो सेतुगुराँस राष्ट्रिय बाल विकास सेवाको तर्फबाट।